गुड मर्निङ गाइस र यो चाहिँ पर्यो गाइस तपाईँहरूलाई यो गाई फेरि देखाउँछु गाइसलाई गाई हेर्नु हाम्रो चाहिँ वरिपरि एकदमै खाली स्पेस छ त्यसैले गर्दा अब हामी चाहिँ लाग्यौँ जब यो फेरि हेर्नु चाहिँ दृश्य यस्तै छ अस्मिता ग्रामको साह्रै मजाको दृश्य छ बिहानीको पख भन्दा नि यता तपाईँको 9:30 भइसक्यो हाम्रो किसिम किसिमको आइटमको पत्ताहरू छ यहाँनिर ओके हामी अगाडि बढौँ यो हो अस्मिता ग्राम अनि ल हेर्नुहोस् है साह्रै मजाको दृश्य तपाईँहरूलाई देखाइरहेको छु म यो सब अस्मिता ग्राम हामी अस्मिता ग्रामको मुखबाट निस्किँदैछौँ अब हामी ड्युटीमा जाँदैछौँ त्यसले गर्दाखेरि तपाईँहरूलाई यो दृश्य देखाइरहेको छु म अलिक बिमारी भएको बेला मास्क लगाइरहेको छु बाटो यहाँनिर हाम्रो अलिकति अफ भएको छ त्यसले गर्दाखेरि अलिकति साह्रो छ जग्गा चाहिँ हिँड्नुपर्ने त्यस्तो साह्रो होइन त्यही पनि अब नआउनु पर्ने भन्ने एउटा कुरा घाम पनि निकै कडा लागिसकेको छ हो गुवाको चाहिँ यहाँ व्यापार खतरा छ तपाईँहरू देख्न सक्नुहुन्छ सबै गुवा आफूले सडकको कर्नरबाट म तपाईँहरूले यो कुरा देखाइरहेको छु जतिमा जान्नुहुन्छ हाम्रो यो अस्मिता ग्राम 1 हो अब हामी अस्मिता ग्राम 2 मा आइपुगिहाल्छौँ चराहरू उडिरहेको छ यो हो नेभाराको रुख जसलाई म नाम बिर्सेँ के पो भन्दछ यहाँ प्रायः खालि घाँसको रुखहरू मात्रै छन् पानीको कुनै टेन्सन छैन जमिन मल्लो छ पानी गाउँमै छ उम्रेको त्यसले गर्दाखेरि चिन्ता छैन हामी माथिल्लो गाउँमा आइसक्यौँ र अहिलेसम्म हामीले हिँडेको बाटो यति हो हामी यो छोटो भ्लगलाई यति राख्नु पर्यो जस्तो लाग्यो मलाई हामी अहिले अलिकति राम्रो जग्गा चाहिँ म तपाईँलाई चाहिँ नयाँ कुराहरू देखाउनु